सबैजनालाई नमस्ते। आज चाहिँ हामी बिहान बिहानै कति 7:30-8 बज्नु आँट्दाखेरि चाहिँ हाम्रो छेमाहरू आइपुग्नु भएछ होइन। टाढोबाट आउनु भएको कति वर्ष बादमा हो। अन्त त्यही भएर चाहिँ यहाँ हेर्दै जाँदैछु। कहाँनिर हेर्दै जाँदै यहीँ होइन ए तल्लोमा। अन्त यहाँनिर बिजोग भइरहेको होला बिचरा सिजनले गर्दाखेरि अहिले उयो पनि छैन हो, रुम पनि खाली भएको छैन भने त्यो यहीँनिर भनिदिएको भन्नुहुन्छ है। यहाँनिर त्यो होटेल चोइसमै छेमाले चाहिँ आउनु भएको छ। जाउँ त आउनु छिटो। बिजोग भएर बसिरहेको होला। जाँदैछौँ हामी चाहिँ बसिरहेको होला बिचरा। ला हजार नमस्ते। ला त सानो पक्रिन्छ छेमा छेमा हजुर हुन्छ हजुर हजुर। ला बिजोग भइरहेको होला, बाहिरै बसिरहेको होला भनेर। ल आइपुग्नु भएछ छेमाहरू। चामल पठाइदिनु छ बाटो त्यो अलिक बिग्रेको छ बनाउँछ भन्दैछ। अर्को चाहिँ अर्को बाटो पनि थियो होला कि विजयनगरबाट जाने, त्यो चाहिँ पुलै भर्ती त्यो टाइम लाग्छ अब। अनि एउटा यहाँबाट चाहिँ छेमालाई मन पऱ्यो अरे कि। अन्त यहाँनिर खिच्दैछ, यहाँनिर गल्यो होला ताक्यो होला छेमालाई त हिँडेर। बानी छैन नि क्या दामी देखेको हेर्नु न। यहाँ चाहिँ अलिअलि फोटो सेसन चल्दैछ अहिले यहाँनिर। त्यही नानीहरू भएको छ। घुम्दैछ हाम्रो चाहिँ एक राउन्ड घुमाइदिएको थियौँ हो। घुमाइ चाहिँ दिइहालेको छैन, ऊ गफ गर्दै हिँड्दैछ 5 जना। त्यही मैले पैसा दिँदैछ। ए बिचरा थाकेछ काका, थाकेर एकछिन आइहालोस् न 2 जना। घरिघरि त सिद्धार्थ जस्तो लाग्छ त। अब फोटो खिच्ने अरे नि त छेमाले। अन्त होटल का ज्यादा दूर मत जाओ भाई। यहाँ चाहिँ फोटो खिच्दैछ। अहिले चाहिँ अलिक खाली रहेछ, नभए त कस्तो भिड हुन्छ कि आमाम। यहाँ चाहिँ 2 जना फोटोग्राफरहरू। यहाँनिर ब्रेकफास्ट गर्ने अरे। हुन्छ त्यति हो। सक्नु पर्छ दादा तपाईँले त उयसको त। यहाँ चाहिँ दादा चाय लु त दादा चाय।
पर चाहिँ इडेन हस्पिटल चाहिँ दामी कलर गरेछ है अब है मजाले गरेछ ल जापानिज टेम्पल आइपुग्यो आर्यनलाई घुमाउँदै घुमाउँदै बिचारा अघिदेखि जुम 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 भनिँदो थियो कि ल जापानिज टेम्पल पनि आइपुग्यौँ यहाँनिर यहाँ जाने गरम पुग्यो गएर पनि रिम रिम भयो आइपुग्यो है आम्म के हो छाता छ नि त बिचारा आर्यनको इच्छा पुरा भयो घन्टी बजाउनु पर्छ अरे क्या फ्ल्यास लाइट पो रहेछ त आयो हाम्रो खाना यहाँबाट खिच्छ त सकेर चाहिँ एकछिन यहाँ बात गफ गर्दैछौँ यहाँ खाना खाइसकेर सबै चिन्दै पारे सबैको मिठो भयो खाना सङ्गीता खाना कस्तो लाग्यो दामी है सोनुलाई छेमा खाना कस्तो लाग्यो आर्यनलाई यता त नसोद्दा पनि हुन्छ यो मात्रै मन परेन रहेछ दादालाई त यो मात्रै हाम्रो त सबै खाइसक्यौँ सबै छेमाले चुला हेर्दैछ एकदम यहाँको चुला हेर्दैछ डिस्केको हामी खाएर पनि पेरेङ्गो पेरेङ्गोको कुरा हुँदैछ यहाँ चाहिँ एकदम पहिला काकाले चाहिँ छेमालाई बिहा गर्दाखेरि चाहिँ पेरेङ्गोमा मासु बोकेर जानुभएको अरे नि त त्यही भएर यहाँ भन्नुहुँदैछ ए आउनु माने न त खोइ के हेर्दैछ यिनीहरूले खाँदो रहेछ नि मजा आयो रे है बच्चा हामी होटल तर्फ जाँदैछौँ यहाँनिर होटल पानी पिँदैछ चलो अरे हौ चलो
चलो त जोइ दादा चलो जोइ के माने हामी मात्रै घुमेकै सबै मान्छे छैन भन्दैछ यहाँ 1-2 हुन्छ अन्त त अब छेमाहरू माथि जानुहुन्छ हामी चाहिँ सिधै यताबाट जाने हो बाई बाई रिम्बिकमा भेट्नुपर्छ ल हन छुट्टिनु नमानेको जस्तो छ त छुट्टिनु नमानेको जस्तो छ त भनेको नि ल रेस्ट गर्नु मजाले ल मजाले ल बाई बाई गुड नाइट ल काका जानुहोस् ल बाई 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 गुड नाइट छेमा ल राम्रोसँग जानुहोस् ल बाई बाई हुन्छ बाई बाई ए तैँले चाहिँ त्यो अघिदेखि पोकामा चाहिँ के बोकेको स्पेसल ल अब हामी चाहिँ त्यही सधैँकै बाटो कि फेरि तल बजारबाट जाने ल ल हामी चाहिँ छुट्टिएर ए उतै पो जाँदै रहेछ हामी चाहिँ गएको है दादा अब चाहिँ रिम्बिकमा मात्रै भेट्ने हाम्रो छेमाहरूलाई बहिनीहरूलाई भाइहरूलाई काकालाई सनम रुन्दैछस् क्या ल साँच्ची रुखेको एकखेप कस्तो अन्त देखेको ल बाई बाई अब रिम्बिकको भ्लग देखाउँछु तपाईँहरूलाई